मलाई यहाँ केही कुरो भनिदिनको लागि बोलाएको छ। अचानक आज बिहान मैले निमन्त्रणा पत्र हेरेँ र म पनि सहभागी हुँ भनेर यहाँ आए र हाम्रो धर्म इस्लामको आधारमा साना नाना नानीहरू स्वर्गका फूल हुन्। स्वर्ग का फूल जन्नत के फूल होते हैं। तो हाम्रो दायित्व हुन जान्छ हामी ती फूलहरूलाई कसरी स्याहार गरौँ। यसका दुईवटा पाङ्ग्राहरू छन्, गार्जन र अर्को पाङ्ग्रा छन् शिक्षक र दुईटैको कर्तव्य हुन्छ त्यो फूलसँग कुन किसिमको बिहेभ गरेर त्यसलाई अगाडि बढाउने र उसको लाइफ जुन एउटा प्रकाशमय बनाउनु पर्ने हो त्यसको लागि हामी दुवै पक्षले के कति सहयोग गर्नुपर्ने हो। जति गरे पनि त्यो हाम्रो लागि कमी हुन्छ। र अर्को कुरो के भनेको छ, खास गरिकन छोरी जातिको लागि हामी राम्रो शिक्षा दीक्षा दिएर त्यसलाई सम्पन्न गराउन सक्छौं भने आमा बुवाको सिधै स्वर्गमा वास हुनेछन्।